कथा पिपलको छाया। धनकुटाको एउटा सानो गाउँ जहाँ बिहानको घाम हरियो डाँडामा मुस्कुराउँछ र हावा पिपलको पातसँग माया गर्छ। त्यही गाउँको एकजना केटो थियो, अर्जुन। ऊ खेतमा खटिन्थ्यो, बिहान गोरु जोत्थ्यो, साँझमा पिपलको बोट मुनि बसेर बाँसुरी बजाउँथ्यो। गाउँलेहरू भन्थे, अर्जुनको बाँसुरीमा जादु छ। त्यही पिपलको छायामा प्रत्येक दिन सुनमाया आउँथी, गाउँकै विद्यालयमा पढाउने शिक्षिका। उसलाई अर्जुनको बाँसुरी त मन पर्थ्यो नै, तर अर्जुनको इमान्दार मन अझै मन पर्थ्यो। एक दिन गाउँमा ठुलै कुरा भयो, बजार नजिकै सडक बन्ने भयो। धेरै खेतहरू कटान हुने, धेरै पुराना रुख ढल्ने भए। अर्जुनको पिपल पनि त्यसैमा पर्ने भयो। गाउँलेहरू खुसी थिए, तर अर्जुन चुपचाप थियो। त्यो पिपल केवल रुख थिएन, त्यो उसका बाल्यकालको साथी, सुनमायासँग भेट हुने थलो अनि बाँसुरीको सङ्गीतको साक्षी थियो। अर्जुन गाउँपालिकामा गयो, निवेदन दियो, सडक घुमाएर लग्नुस्, त्यो पिपल काट्न नदिनुस्। केहीले उसलाई हाँसे, केहीले समर्थन गरे, तर अन्ततः सडकको डिजाइन फेरियो। पिपल बाँच्यो। र त्यस पिपलको छायामा एक दिन सुनमायाले अर्जुनको हात समाउँदै सोधी, यो रुख जोगाउन सक्ने मान्छेले त घर पनि जोगाउँछ होला है। अर्जुनले बाँसुरी बजाउँदै मुस्कुरायो।